हेलो गाइज आज हाम्रो के अरे हन्टिङ हिले हन्टिङ चालखोलामा द वे अफ भेरी बेस्ट प्लेस इन भैँसे जहिले पनि कुल दामी विथ माई भादा से समथिङ हामी चाहिँ चालखोलामा आएको छु हिले हन्टिङ अँ यहाँभन्दा होइन माथि माथितिर चाहिँ पाउँछ माथि बवाल हुन्छ हेरौँ आजको ओके लेट्स गो गाडी स्टार्टिङमै लास्ट एडभेन्चरै भयो यस्तो चिसो पानीमा के गहिरो रहेछ ओ माई गड तर च्यालेन्ज एक्सेप्टेड होइन त भादा इजी हो त टाढाबाट आयो माछाको नाममा एउटा पनि छैन पुरा अब यहाँ ओपन ठाउँमा आइपुगेको छु 15 मिनट जति हिँडेर अब हेरौँ के हुन्छ खोला छ अझै आस चाहिँ मारेको छैन म फाइनली अम्बाको बोर्ड आइपुग्यो यो नस्टालिजिक फिल आउँछ यहाँ चाहिँ धेरैको मेमोरी भएको कहाँ जाने अम्बाको बोर्ड चालखोलाको अम्बाको बोर्ड नस्टालिजिक फिल भयो अझै माथि छ जाउँ कि नजाउँ भयो अब माछा त छैन रहेछ मिसन फेल माछाको चाहिँ अरू चाहिँ अन द वे के गर्ने दादा कटुसको बोट रहेछ कटुस पनि थियो सब बिग्रेको रहेछ काँडा कटुसै बिग्रेको रहेछ खाइदिउँ कि भनेको अर्ग्यानिक दामी बाटो यार है बाटो बाटो बन्द होइन बाटो हामी जान्छौँ होइन बाटो दामी क्या जमानामा हिँड्नेको बाटो नि त ल्यान्डस्केप बाटो बन्द तै पनि हामी गो विथ द फ्लो भिड त फेरि स्लिप भएपछि एक नन स्टप सिधै खोलामा अन्त फेरि होइन ढुङ्गा उसमा भयो भने चाहिँ गयो के अरे अड्किन्छ होइन रुखको उसमा नत्र त स्लिप बबाल हुन्छ नि अब हामी चाहिँ घर फर्किनु लाग्यो यो लप्चुन्टोल हुँदै सट्ट अब नयाँ ऊ बनाएको छ फार्म बनाएको थियो के अरे केटाहरूले धेरै वर्ष पछाडि आएर हामी ओहो त्यो त यो त मानसहरू घर जस्तो लागेको थियो यार हो त्यो मानस घर अरे पुरानो त्यो त्यहाँ पनि छिर्नुपर्छ क्या है मान्छे बसेको भएको त्यहाँ त्यो हेर्नु ल एकछिन